भिजाको र्याङ्किङ कुन चाहिँ भिजा ठुलो कुन चाहिँ भिजा सानो भन्ने विषयमा बडा बहसको विषय बनिरहेको देखियो। थोरै कुराहरू बोलौँ हैन। म आजभन्दा 12 वर्ष अगाडि नेपालमा मास्टर्स डिग्री सकेर रिउगाक्से भिजामा जापान आएको। रिउगाक्से भिजा, त्यस पछाडि तोक्तै खाचुदो, त्यस पछाडि तोक्तै गिनौको खाइगो, त्यस पछाडि तोक्तै गिनौको गाइस्योकु, अनि त्यस पछाडि गिजिङकोकु, अनि त्यस पछाडि गिजिङकोको अन्तर्गत पनि अझै विशेष नाइयो सहितको भिजामा काम गरेको अनुभव मसँग छ है। तोक्तै गिनौ यानि कि एसएसडब्ल्यू मा आउने केटाकेटीहरूले बढी दुःख गर्छन् कि त्यो भएको कारणले गर्दा लेभल माथि कि गाक्सेमा आउनेहरूको लेभल माथि कि कोनी कि भन्ने कुराहरू, लेभल हुन्छ हुँदैन कि हैन। लेभल हुन्छ अभियसली, हामी नेपालबाट आएको मान्छे हो हैन। जसले जतिसुकै भने पनि कामको सम्मान गर्नुपर्छ कोनी कि आदि इत्यादि भने पनि हाम्रो भित्र मनमा चाहिँ एक खालको हुन्छ यो काम राम्रो यो काम नराम्रो भन्ने चाहिँ भित्र हुन्छ। नेपालमा मात्रै हैन, जापानमा पनि छ, त्यो संसारभरि नै हुन्छ हैन। संसारभरि नै के चाहिँ मानिन्छ भने नि एजुकेसनल क्वालिफिकेसन जहाँ निड हुन्छ त्यसलाई राम्रो मानिन्छ क्या, जुनसुकै देशमा पनि हैन। अब भिजाको विषयमा कुरा गरौँ। एसएसडब्ल्यू भिजाको लागि एजुकेसनल क्वालिफिकेसन तोकिएको छैन। गिजिङकोको लागि ब्याचलर पास अथवा सोसरह तोकिएको छ। स्टुडेन्टमा आउनको लागि +2 वा सोसरह तोकिएको छ हो। त्यो हिसाबले गर्दा के भयो त भन्दा एसएसडब्ल्यू भन्दा अन्य भिजाहरूको चाहिँ लेभल माथि हुने भयो हैन। तर यसको मतलब यो होइन कि एसएसडब्ल्यूमा चाहिँ माथिल्लो लेभलको मान्छे चाहिँ आउँदै नहुने अथवा आउनै नमिल्ने भन्ने त होइन। मान्छे जापान किन आउँछ भन्ने कुरा त्यो मान्छेको आफ्नो उद्देश्यको कुरा हो। कोही पैसा कमाउन आउला, कोही केही सिक्न आउला, कोही हेर्न आउला, बसेर हेरौँ भनेर आउला हैन। किन आउँछ भन्ने कुरा फरक भयो। मैले आफूले देखेको अनुसारले म कुरा गर्छु हैन। नेपालबाट जापान आएर जापानमा बानी पर्नको लागि कम्तीमा पनि 5 वर्षदेखि 7 वर्ष लाग्छ जापानमा बानी पर्नको लागि है। त्यो भएर जापान आएको 2-4 वर्षमै बोलिहाल्ने कुरा चाहिँ कसैले पनि नगर्दा नै राम्रो हुन्छ क्या, यस्तो उस्तो भन्ने कुरा। किनभने नेपालमा जतिसुकै दुःख गरेको मान्छे होस्, बिहान 8:30 बजेसम्म जोतेर 9 बजेबाट स्कुल गएर 4 बजे फर्केर आएर अनि जङ्गल गएर घाँस काटेर आएर भात पकाएर खाएर सुतेको मान्छेको भन्दा धेरै दुःख जापानमा हुन्छ है। त्यो भएर दुःख भनेको के हो भन्ने कुरा चाहिँ यहाँ आएपछि देखिन्छ क्या। कुरो बुझ्नु भएन? किनभने कुनै मान्छेलाई अप्ठ्यारो चाहिँ के लाग्छ भन्दाखेरि नि उसले कुन लेभलको अप्ठ्यारो चाहिँ भोगिरहेछ भन्ने कुरा हुन्छ क्या। एक लेभलको अप्ठ्यारो भोग्दै गर्दा त्यही अप्ठ्यारो ठुलो लाग्छ, अनि त्यो अप्ठ्यारोलाई सल्भ गरेर भोलि अझै त्योभन्दा पनि ठुलो अप्ठ्यारोमा जाँदाखेरि त्यो हिजोको अप्ठ्यारो चाहिँ अलिक सहज लाग्छ र भोलिको अप्ठ्यारो चाहिँ गाह्रो लाग्छ। लेभल त्यसरी हुन्छ। स्टुडेन्टहरूको रियालिटी के छ? यहाँ आएको धेरैभन्दा धेरै पैसा तिरेर जापान आएको छ, गाक्को गएको छ, बाइतो गएको छ, ऋण पनि तिरेको छ, गाक्को फी पनि तिरेको छ। त्यो जतिको दुःख, त्यो जतिको नरक जिन्दगी कहीँ पनि हुँदैन। एउटा गाक्से भिजामा आएर गिजिङकोकुसम्म पुग्दै गर्दा यस्तो नरक जिन्दगी बाँचेर आएको हुन्छ त्यो स्टुडेन्टले कि दुःख भनेको नि जस्तो सुकै पनि गर्न सक्ने भएको हुन्छ क्या। र उसले दुःखको मिनिङ राम्रोसँग बुझेको हुन्छ है। एसएसडब्ल्यू भिजामा नेपालमा बसेर N4 पास गर्नलाई हामीले कति दुःख गऱ्यौँ त्यसलाई चाहिँ नबुझ्ने भन्ने कुरा हुनसक्छ। तर त्यो एसएसडब्ल्यूको लागि N4 र त्यो तोक्तै गिनौको इक्जाम दिनलाई पास गर्ने लेभलको दुःख नेपालबाट भन्दा त्यो एक खालको दुःख नै हो। तर पछि यहाँ आएर हेर्दै जाने हो भने त्यो दुःख भनेको केही पनि दुःख होइन। जब यहाँ जापानमा आइन्छ अनि एसएसडब्ल्यू अन्तर्गत नै काम गर्ने, पढ्ने, भोलि त्यहाँबाट अगाडि कसरी बढ्ने भन्ने विषयमा चाहिँ अनि दुःखको सुरुवात हुने हो क्या। मैले अधिकांश एसएसडब्ल्यूमा आएको मान्छेहरू के देख्छु भने 8 घण्टाको जागिर गर्ने, आउने, भात पकाउने, खाने, सुत्ने, अनि गाह्रो रहेछ जापान त आमामा कसरी सक्नु, विदेश भने गाह्रो हुँदो रहेछ भन्छन् आएको 6 महिनामा।
त्यो जस्तो आनन्दको जिन्दगी त कहिल्यै हुँदैन। त्यो आनन्द हो एकदम स्वर्गीय आनन्द। त्यस्तो जिन्दगी हुनु पनि हुँदैन कहिल्यै पनि। त्यो भएर एसएसडब्ल्यूमा आउनेहरूलाई मेरो अनुरोध छ, काम गर्ने आउने सुत्ने होइन, पढ्नमा मेहनत गर्नुस्, निहुङ्गो बनाउनमा एकदमै मेहनत गर्नुस्, प्लस आफू जुन फिल्डमा काम गरिरहेको छ त्यो फिल्डमा अगाडि बढ्ने बाटोहरू त्यहाँ अभियसली छन्, त्यसको पढाइमा अगाडि बढ्नमा एकदमै धेरै ध्यान दिनु होला है। किनभने नि तोक्तै गिनौमा भोलि रहिरहने अथवा त्यहाँबाट माथि गएर गिजिङकोमा चेन्ज गर्ने भन्ने अप्सनहरू अभियसली छन्। त्यो अब मान्छेको आफ्नो खुसीको कुरा। यदि कसैले म 5 वर्ष जापानमा काम गर्न आएको, म 5 वर्ष काम गरेर फर्किन्छु भन्छ भने त्यो तपाईँलाई अहिले लागेको भ्रम मात्रै हो, त्यस्तो हुँदैन। तपाईँ जापान आइसक्नुभयो, सिद्धि हो तपाईँ जापान बसेको गर्नुहुन्छ। यदि तपाईँ नेपाल जानै पर्ने परिस्थिति आइपर्यो भने पनि नेपाल गएर पनि कसरी हुन्छ आरै छोड्नुहुन्छ। जापान आइसके पछाडि त्यस्तो हुन्छ। यदि तपाईँ जापानलाई राम्रोसँग बुझ्नुभयो र यहाँ राम्रोसँग बानी पर्नुभयो भने चाहिँ है। जापानको तर्फबाट हेरौँ, जापानको तर्फबाट हेर्दा जापानले एसएसडब्ल्यू यानि कि तोक्तै गिनौमा के हो भन्दाखेरि जापानमा भएको कर्मचारीको अभावलाई कम गर्नको लागि विदेशबाट ल्याइएको कर्मचारीहरू हुन्, कामदारहरू हुन्। उनीहरूलाई सामान्य सिप सिकाएर सामान्य बोल्न सक्ने बनाएर ल्याएर हामीलाई काममा सहयोग गरिदिन्छन् कि भनेर ल्याएका कर्मचारीहरू हुन् भने गिजिङकोकु भन्ने छ। गिजिङकोकुको कर्मचारीहरू भनेको चाहिँ तपाईँसँग भएको क्षमतालाई हामीमा सदुपयोग गरिदिनुस्, हाम्रो देशमा सहयोग गरिदिनुस् भन्ने अर्थमा बनाइएका भाषा हुन्। रियलमा नेपालीहरूले कुन रूपमा प्रयोग गरेका छन् भन्ने कुरा त्यो आफ्नै ठाउँमा छ, तपाईँ हामीलाई थाहा छँदै नै छ होइन। आखिरमा के हो त कुरो भन्दाखेरि गामबात्ते गर्नुपर्ने कुरा हो, जसले जहाँ बसे पनि र आफ्नो पर्सनल जिन्दगीको उद्देश्य के छ त्यसमा अगाडि बढ्ने हो होइन। अर्को कुरा आयो तोक्तै गिनौलाई चाहिँ कसले के भनौँ अरे भन्ने कुरा। कस्तो हुन्छ भने नि कसैले केही कुरा भन्दैछ भने नि त्यो मान्छेले के कुरालाई जसरी भन्न खोजेको हो त्यसलाई त्यसरी नै बुझिएन भने अर्थको अनर्थ लाग्छ है। अहिले मैले यत्रो यो कति मिनटको भिडियो बनाउँदै गर्दा पनि मैले जे भनिरहेको छु तपाईँले त्यसलाई त्यही रूपमा बुझ्न सक्नु भएन भने तपाईँले यसलाई गलत रूपमा प्रयोग गर्न पनि सक्नुहुन्छ, बुझ्न पनि सक्नुहुन्छ, जुन चाहिँ अर्थविहीन हुन्छ। त्यस्तो काम चाहिँ नगरौँ, जे हो त्यसलाई त्यही अनुरूपमा बुझौँ। यदि मलाई कोही गाक्सेले आएर म गिजिङकोको भिजा सिजा चाहिएन, म तोक्तै गिनौमा जान्छु भन्छ भने म त्यसलाई रोक्छु। कुरो बुझ्नु भएन क्या त? म रोक्छु नि, एसएसडब्ल्यूमा नजानै भन्छु। किन भने अघि सुरुमा मैले जोडेको थिएँ नि, जहाँ एजुकेसनल क्वालिफिकेसन हुन्छ त्यसलाई माथिल्लो लेभल मानिन्छ। संसार यसरी नै चलेको छ र चल्छ नै। त्यो भएर यदि स्टुडेन्टमा आएको मान्छे छ भने एसएसडब्ल्यूमा जाने होइन कि कसरी हुन्छ के गरेर हुन्छ, केही नभए पनि सेनमन गएको सम्म चाहिँ सुचुक्यो गर्ने अनि गिजिङकोकोमा काम गर्ने चाहिँ सुझाव हुन्छ क्या। त्यो मात्रै नभएर एसएसडब्ल्यूमा भएको मान्छे छ र यो ऊ ब्याचलर पास छ भने पनि चाँडोभन्दा चाँडो गिजिङकोकोमा जान चाहन्छ पक्कै पनि ऊ होइन। ब्याचलर भएको एक किसिमको क्षमता भएको मान्छे छ भने ऊ आफै पनि पक्कै पनि एसएसडब्ल्यूमा रहिरहन चाहँदैन। यो जसले नेगेटिभ कुरा गर्छ त्यो भनेको चाहिँ ब्याचलर पास नभएको, एसएसडब्ल्यूमा बस्नुभन्दा उपाय नभएकोहरूले चाहिँ अलिकति नेगेटिभ कुराहरू फैलाइरहेको देखिन्छ होइन। कृपया त्यस्तो काम चाहिँ नगर्नु होला है त। धन्यवाद।